यो चाहिँ भाले मयूर हो। भाले मयूरले चाहिँ पोथीलाई आकर्षण गर्नको लागि चाहिँ नाच्ने गर्दछ र यो मयूरको लामो प्वाँख वर्षमा एकचोटि झर्ने गर्दछ। झरेर फेरि नयाँ पलाउँछ। यसको प्वाँख किन झर्छ भन्दाखेरि एक सिजनमा यसको प्वाँखहरू सबै टुट्ने भाँचिने भएको हुने र पुरानो देख्ने भएको कारणले गर्दा अर्को वर्ष नयाँ देखियोस्, आकर्षक देखियोस् भन्नेको कारणले गर्दाखेरि प्रकृतिले नै कारणले झरेर नयाँ पलाउने गर्दछ। यो चाहिँ भाले मयूर हो। आज चाहिँ हामी चाहिँ जीव सफारीमा जाँदाखेरि यो चाहिँ छुनेर राखेको ठाउँमा देखिएको थियो र हामी गएपछि एकछिन यसो हेर्दाखेरि आफ्नो पकेट खोलेर नाचेको थियो। खासै यसलाई चाहिँ पोथीलाई चाहिँ आकर्षण गर्नको लागि नाच्छ। त्यहाँ चाहिँ पोथी थिएन, तर पनि चाहिँ नाचिरहेको थियो। जङ्गलमा चाहिँ सबै जनावरहरू अथवा चराचुरुङ्गीहरूको चाहिँ भाले राम्रो हुन्छ, किनभने जुन भाले सुन्दर र आकर्षक हुन्छ त्यसलाई चाहिँ पोथीले चुज गर्छ। त्यही भएर जङ्गलमा चाहिँ भालेहरू राम्रो हुने गर्दछ। दिन त हुन्छ न, के खाने कस्तो अचम्म होला है यो प्रकृतिको बाबाले नचाइदिनु भयो। बुझ्यो